नमस्कार 15.5 अरबको अपार्टमेन्टमा के तपाईहरु बस्न चाहनुहुन्छ भने ल आउनुस् म बाहिरैबाट हजुरहरुलाई टुर दिन्छु उ त्यहाँ पर देख्नु भएको त्यो टल बिल्डिङ छ नि त्यसलाई चाहिँ स्टाइनवे टावर भन्छ यो चाहिँ म्यानहट्टन न्यूयर्क को सेन्ट्रल पार्क को अगाडि लोकेटेड छ र यो चाहिँ अमेरिकाकै one of the most expensive सबैभन्दा एक्सपेन्सिभ अपार्टमेन्ट भनेर चिनिन्छ र सबैभन्दा टलेस्ट रेसिडेन्शियल बिल्डिङ भनेर पनि चिनिन्छ र सबैभन्दा पातलो यानी स्किनिएस्ट बिल्डिङ संसारकै भनेर पनि चिनिन्छ यसमा चाहिँ 84 वटा तल्लाहरू छन् र 60 वटा चाहिँ अपार्टमेन्ट कम्प्लेक्सहरू हुन् र सबसे माथिको तपाईको युनिटलाई चाहिँ 15.5 अरब है 15.5 अरब माथिको टप युनिट बिल्डिङलाई भने अरु युनिटको चाहिँ एभरेजमा हेर्दा फेरि तपाईको लगभग 8 देखि 9.5 अरब पर्दछ र टावर युनिटहरु चाहिँ कि त फुल फ्लोर भनेर आउँछ कि त डुप्लेक्स भनेर आउँछ फुल फ्लोरमा चाहिँ एउटै सिंगल फ्लोरमा सबै कुरा भने डुप्लेक्स फ्लोरमा चाहिँ तपाईको दुईटा स्टोरी हुने गर्दछ दुईटा तल्ला र यो बिल्डिङको तपाईको यो बिल्डिङ बनाउनलाई त्यहाँ अहिले हेर्न सक्नुहुन्छ हेलिकप्टर अब त्यो चाहिँ त्यो गरिरहेको छ होला सामानहरु लैदिएको छ होला पुर्याइदिरहेको छ होला किनभने त्यहाँ चाहिँ बिलियनियरहरु बस्ने गर्दछन् र तिनीहरुको लागि त्यो भनेको के पनि हैन त्यही भएर यो बिल्डिङ बनाउनको लागि चाहिँ $2 बिलियन परेको भनेको 3 खरब परेको र यो चाहिँ कम्प्लिट भएको 2022 मा र टावरको हाइट चाहिँ 1428 फिट मा पर्दछ which is 435 meters र तपाईको फुल फ्लोर भनेको सिंगल फ्लोरमा चाहिँ 3-4 वटा बाथरुम अट्याच्ड 3-4 वटा बेडरुम अट्याच्ड बाथरुम प्राइभेट ड्रेसिङ रुम वक इन क्लोजेट स्पा स्टाइल बाथरुमहरु लिभिङ डाइनिङ रुम किचन तपाईको प्राइभेट एलिभेटर सबै पाइन्छ अब डुप्लेक्स फ्लोरमा त अब के हुन्छ आफै सोच्नुस् हैन आज तपाईहरुलाई अझै राम्रो एउटा पर्सपेक्टिभ दिनलाई चाहिँ आज हामी छौं 42nd फ्लोरमा हिल्टनको र 42nd फ्लोरबाट हाम्रो भ्यू छ यस्तो हैन यति माथि छम जस्तो लाग्छ भने त्यो चाहिँ तपाईको कति भने रे 80 फ्लोर्सको बिल्डिङ झन् कति टल होला ल हेर्नुस् त अनि त्यहाँ देख्न सक्नुहुन्छ हेलिकप्टर घुमिरहेको छ र यहाँ चाहिँ एकदमै फेमस सेलिब्रिटीजहरु र अमेरिकाको टप टायर बिजनेसम्यानहरु बस्ने गर्दछन् तर प्राइभेसीको कारणले को बस्छ भनेर ठ्याक्क गुगलहरुमा भेटाउन चाहिँ मिल्ने रहन्छ तर यही हो हाम्रो बिल्डिङ र हजुरहरुलाई भिडियो कस्तो लाग्यो के तपाईहरु पनि बस्न चाहनुहुन्छ भने तल लेख्नु होला र यो भिडियो कस्तो लाग्यो पनि लेख्नु होला धन्यवाद।